बुझ्न थाल्यो। कि म चुपचाप बस्दा पनि उसले मेरा मौन शब्दहरू सुन्न थाल्यो। आँखाले पढ्थ्यो मेरो श्वास भित्र लुकेका व्यथाहरू, टोलाउँथ्यो मेरो मनका भित्रको गीतहरूमा। मैले भन्न नसकेका कुराहरू उसको नयनले पढ्न थाल्यो। मैले आधा लेखेर छोडेका पानाहरू उसले प्रेमले बुझ्ने कोसिस गर्न थाल्यो। त्यो बेलादेखि मैले आफैलाई भेट्न थालेँ, आफ्नै छायासँग बोल्न थालेँ र थाहा पाएँ कसैले जब निशब्द निस्वार्थ माया गर्छ, त्यो मायाले तिमीलाई आफैसँग भेटिदिन्छ। उसको ही कसरी हुन सक्छ यति धेरै प्यारो।